नक्रो मेरो मासु त हरायो त नि इत्रु देखेछ तेरीका किटीको चाहिँ पोज दिन्छ यार हे गाइस हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी घान्द्रुक जानु लागेको र अहिले चाहिँ हामी पोखरामा नै छौँ। अनि हाम्रो चाहिँ टिकटहरू हिजो काटेको नि थिएन, त्यही भएर अहिले चाहिँ हामी बिहान अलि चाँडो गरेर निस्किनु लागेको। अनि के अरे बस पार्कमा गएर चाहिँ हामीले टिकटहरू बुझ्नुपर्ने हुन्छ, अनि त्यहाँ बुझेर टिकट काटेर हामी चाहिँ घान्द्रुकको लागि निस्किन्छौँ। अनि मैले चाहिँ बाटोमा कुनै भिडियोहरू पनि बनाउँदिनँ होला, किनकि मलाई एकदम गाडी लाग्छ, मोबाइलहरू हेऱ्यो भने एकदम चक्कर लाग्छ, त्यही भएर म कुनै भिडियो बनाउँदिनँ। जब हामी घान्द्रुक पुग्छौँ त्यसपछि चाहिँ म भिडियो बनाउँछु अनि हजुरहरूलाई देखाउनेछु। हामी चाहिँ आएर रुम पनि खोजिसक्यौँ। अनि रुम चाहिँ हाम्रो यस्तो छ भनेर कि आफैले देखाउने रे कि म रुम देखाउँछु ल। एउटा यहाँ एउटा अनि यो चाहिँ मेरो, यहाँबाट यस्तो भ्यू देख्छ। म बाहिर गएर देखाउँछु। सुत्ने चप्पल लैजाउँ। अब हामी एकछिन सुत्छौँ, रेस्ट गर्छौँ, त्यसपछि फेरि हेर्न जान्छौँ। खै दुईजना आएकै छैन। ए फुलहरू देखाउँछ, कति राम्रो फुलहरू रहेछ है। के हो हिमाल हेर्न आएको, बादल मात्रै देखेछ त। कसले भुत लाग्यो टाउकोमा, भुत लगाएको जस्तो आएको छ। फ्रेस भयो हौ फेस धोएको त। एकछिन सुतौँ कि सोचेको थिएँ। कति राम्रो देखेको है। ए मलाई यस्तो देखाएको छ। आँखा चाहिँ पुरा सुनेको जस्तो देखेको के। घुम्नु जाऊँ भनेको, भिडियो खिचेकै गर्छन्, फोटो खिचेकै गर्छन्। पोज दिने एउटा फोटोग्राफर। यो ब्याक साइडबाट म देखाउँछु ल यताको गाउँहरू। अझै मान्छेहरू आइरहेछन्। हामी चाहिँ छिट्टै आइपुगेको थियौँ धन्न। कतिपटक यही मात्र देखाउने, अब अलि म माथि जान्छु अनि देखाउँछु ल। 2 hours later. म चाहिँ इमिडिएट हुन्न, एक्लै जान्छु, कोही आउँदैन। सबलाई पर्खिन थाल्यो भने यहीँ बसेकै हुने रहेछ। चल्ने ओए आऊ छिटो। गएँ है म। एकछिन पर्खाउँ न। जेरी गल्लीबाट आयौ। यति छिटो बार्बी गर्नु। खोइ सबै सामान लडेर राखिसक्यो। अब अनि त्यसपछि हामीले भातै खाँदैन, पच्दैन नि। खोइ अब भर्न सकिनु, म त केही नै भन्दिनँ ल भन्नु है। कति बजीसम्म खोल्ने हो र राति? म त अघि बरु छिटो भात दिएर लास्टमा बार्बी गरेको हो न आउँथेँ। सुरुमै। अनि त्यही भएर छिटो खाना अनि बनाइदिनु। म अघि नै चिया खाँदा पनि एन्ट्री नै गर्नु होइन भने त यो विशाल श्रेष्ठ छ त एन्ट्री भने। अनि बल्ल खानै भन्दिनँ। अहिले हामीले बार्बी गरेपछि त निक्क छ नि 500 तिर्नु रे, अनि भात यति खानु। 550 रुपियाँ। जाम एकैछिन घुमेर आम पहिला। हुन्छ जाम न त। हामी चाहिँ हिमाल हेर्न आएको, तर हिमाल त होइन, बादल हेर्दै बस्यौँ। जाम न त माथिसम्म। अब उता नि भोलि फोटो खिच्न आइहालिदिन्छ। यस्तै गल्ली जाम ल। उकालो चढ्दै बस्दै गरौँ। मलाई त भित्ताको फोटो मन परेको के यस्तै ढुङ्गाको भित्ता मन परेको। म त यो अब फर्केको हामी। अब हामी के गर्ने, बार्बिक्यू गर्ने हो। त्यस्तो साह्रो त हुँदैन, ठिक्क हुन्छ।
कस मेरो नि हुन्थ्यो 17 प्रो म्याक्स गरिब नभएको भए ओइ जिया मसँग नि हुन्थ्यो जिया संसारकै महँगो फोन तिमीसँग हुनेछ अब भन्दै थियो जियाले समाइदेऊ न त न रिमुभ गरिदिनु क्या जियालाई चाहिँ गर्ने पनि थियो नि त यसरी है आइफोन देखाउने यसरी हो फोन देखाउने यसरी हो यस्तो झ्याप्पै समाउँदा नि भयो त जस्तो सजिलो हुन्छ औ त्यसरी त गङ्गटको जस्तो भयो पछाडि हात ऊ त्यस्तो तेर्सोले समाउँदा नि भयो त यो त देख्दैन नि त यो प्लानै छैन यो हात यो अरू त उताको चलाउनु हुँदैन मेरो त्यस्तो गर्दा नि भ्याउँछ यसरी नि भ्याउँछ पहिले खिच्या भयो पो यसरी अलिक यसरी छौ न 17 प्रो म्याक्स यसरी छौ न छौकै थिएन Look at this dude. Wait till you. अब त म 20 मात्रै लेख्छु ल मैले एकचोटि पहिला भनेको थिएँ कि म 20 प्रो म्याक्स आउँदा नि पाउँदिनँ होला भन्थेँ साँच्चीकै पाउँदिनँ कि क्या कहिले काहीँ बोलेको फुट्छ कि हामी चाहिँ भात खानु लागेको भात खाँदैछौँ यहाँ राखेर बनाउँछु क्या हो हामी चाहिँ भात खाएर यहाँ नक्लौ अच्छा. हामी चाहिँ भात खाएर यहाँ ओछ्यानमा आएर बसिरहेछौँ अब चाहिँ हामी कस्तै जियाले बोलेको त्यस्तै बोल्ने भएछ म मेरो टोन बोल्छु अब हामी चाहिँ भात खाएर आइसक्यो अनि अब चाहिँ हामी बार्बिक्यू गर्छौँ मलाई एकछिनमा खाली भएपछि अहिले चाहिँ अरूले गरेर खाली छैन को फोटो खिच्ने को एक्लै एक्लै फोटो खिच्ने बाहिर डान्स प्र्याक्टिस गर्छौँ ल नबजाऊ न एकछिन अब हामी डान्स प्र्याक्टिस गर्छौँ भोलि हामी गुरुङ ड्रेस लगाएर नाच्नको लागि सिम्पल स्टेप है यस्तो काम जाँदै यस्तो चाहिँ गरौँ न हामीले कमरेमा पटुकी कसेर हाँसेर कसरी घुम्दै नाम देख्छ जिया बस्छ त कसेर गर्दै त घुम्ला A few moments later. अब चाहिँ हामी बार्बिक्यू गर्न जान लागेको च्याउ खाएको त्यो बन्द कालो यसो राख्ने सिधा राख्थ्यो न निकाल्न सजिलो हुन्छ भनेर सिधा राख्थ्यो यसरी नै होला अनि पनि निकाल्न नै सजिलो हुन्छ त कसरी निकाल्नु तल पार्नु अब त्यो जान्दैन बल्ल हो गया ठीक 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 गरुङ तरिकाले उचाल्ने हो क्या तरिकाले उचाल्नु पर्ने यो डम्बे सबै फाल्ने ठाउँ त माछा जस्तो देख्छु छ मेरो मासु त हरायो त नि यत्रो देखेछ कस्तो थियो भात खाइसकेको छु त्यस्तो जुसी छैन काँचो होइन जुसी गुड मर्निङ हामी चाहिँ चिया खाँदैछौँ यतिखेर म चाहिँ बिहान उठेको थिएँ हिमाल देखाउनलाई अलिअलि हिमालको फोटो खिचेँ होइन भिडियो खिचेको छु
अनि के अरे यिनीहरू चाहिँ सब पात्दै सुतिरहेको थियो म मात्र बिहान उठेर भिडियो गरेको छु यिनीहरूले केही देख्न पाएको छैन मैले चाहिँ अलिअलि देख्न पाएको थिएँ त्यो मैले भिडियो गरेँ अब चाहिँ हामी गुरुङ ड्रेस लाउनु जान्छौँ होला एकछिनमा अहिले चाहिँ पानी पर्दैछ अलिअलि म त्यसपछि देखाउँछु अब चाहिँ हामी गुरुङ ड्रेस लाउन जान लागेको के गर्ने होला वेदरले च्यालेन्ज अब हामी गुरुङनी भन्छौँ गुरुङनीहरूलाई के भन्छ वेदरले च्यालेन्ज गरेर फेरि हामीलाई चाहिँ के गर्ने होला कस्तो अब हामी कत्तर प्याक छ है ड्रेस लाउनेमा नि कहिले पालाउँछ अन्त पनि पाउँछ नि त रेन्टमा त्यही गर्नु जहाँ माथि एकचोटि एकदम पायो भने पायो पाएन भने फेरि अरूतिर खोजेर फोटो खिचेर मात्र जम्ला होइन त्यहाँ ए नि पाउँदैछ त खै थाहा छैन कतिले त तर खिच्दो रहेछ यहाँ नि पाउँछ कि के हो यहाँ रहेछ त होमस्टे यसो हिँड्ने रहेछ सबै बाटो बाटो गुरुङनी बनाइदियो अब बाहुनी बाट गुरुङनी हुन्छ अरे क्या हजुर यतै हामी गुरुङनी बन्न ए हामी त्यतै हिँडेको आज म 1 घन्टाको लागि गुरुङनी बन्छु त्यसपछि आफ्नै अवतारमा आउने त्यसपछि म आफ्नै अवतारमा आउँछु ल ओ यो सिन हेर न कस्तो राम्रो जाऊ न उता दुईजना गुरुङ पुरुषहरू आए हेलो पर्ख न पर्ख यो वाला सिन मलाई नै निकाल्दैन कस्तो मन पर्यो यार कस्तो राम्रो आउँछ यार यसमा चाहिँ यहाँ हाल्नुपर्ने हो अरू नाचेको देख्यो भने त म मलाई खान्छ चाटा वाउ यहाँ जाऊ त कति राम्रो देखिँदो रहेछ भिडियो मात्र गरेको जाम जाम न पहिला ड्रेस सोधौँ कि अहिले पालो कुर्दा बरु गरौँला आखिर के भयो त कुरो 10 बजे पालो 15 मिनट 15-20 मिनट मात्र हुन्छ पालै आएन पालै आउँदैन वेटिङ कालो आछ तल गएर खिचिदिन्छु ल एकजना गुरुङ केटा निस्किए अब कहाँ खिच्छौ त भिडियो फोटो खिचिदिन्छु ल पर्दैछ नि हाम्रो त पालै आउँदैन जस्तो छ के हो यस्तो राम्रोसँग बनाउने नि ओ त्यहाँको साइडमा नि राम्रो आउँछ हौ यस्तरी पोज दिने भनेर सिकाउँछौ के यो त अति भयो के लजालु केटी निस्केको जस्तो हुन्छ के मर्दवाला पोज दिनु पर्यो हाम्रो पालो आयो है 506 यही हो कति हो हेर मलाई
निस्केको आउने होला नि नमस्ते खै जिआएर त राम्रो देखिएको छ त नि है पहिला बाहुनी भएर सँगै पानी खान बल्ल बल्ल ल पालाएर लगाएको मेरो फुल ड्रेस देखाउँछौ यताबाट त अँध्यारो आउँछ देखेछ फुल तर कालो आउँछ नि अब हामी ड्रेस चेन्ज गर्छौँ आफ्नो ड्रेस सिद्धो बोकेर आइदिएछ फेरि साथी छिटै सिद्धेछ नि फेरि हिमाल निस्केछ जब हामीले उ गऱ्यो त्यति बेला थिएन अब गइदिउँ होटल अनि चेकिङ गरेर काठमाडौँ पोखरा जाने पोखरा अर्कै है बाई बाई खन्द्रुक बाई बाई गर बाई 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 गर वेलकम टु घान्द्रुक खोइ त त्यही वेलकम पो भन्छ ए देऊ म गर्छु भिडियो गरेको नि त नि यो त फोटो त म खिचिहाल्छु नि